हेलो गाइज व्हाट्स अप हैन अब आज चाहिँ हामी सामान कुरियर गर्न जान लाग्यो हामी चाहिँ यता हाम्रो कम्पनीतिर आइसक्यो यो चाहिँ हाम्रो कम्पनीको रुम हो नदेखाम अलिकति फोहोर छ हैन फोहोर त हैन अलि ध्वस्त लथलिङ्ग भएको अब रुम सानो छ दुईजना बस्नुपर्छ अलि यताउता भइहाल्छ हैन अब चाहिँ अब हामी फट र म चाहिँ यबाट हामी सामान कुरियर गर्न जान लाग्यो हैन हामीलाई थाहा छैन के हुन्छ भनेर अब म देखाउँछु बाटोमा के कस्तो हुन्छ हैन टक्क लाएर यसरी भ्लग गर्न चाहिँ मिल्दैन फेरि बाटोमा साइको हुन्छ त मिल्दैन रहेछ नि त मिल्छ भने भट्टले चाहिँ मिलेन भने नि अब सुम्मासेन भनेर घोप्टिदिने नि होइन ल ठिक छ अब हामी चाहिँ उहाँ भेटौँला एकैचोटि साइकलमा एकैचोटि साइकल भन्दा नि साइकललाई सेटअप गर्नु हो त्यो सेटअप गरेर अनि त्यसपछि भेटौँला है त गाइज हाम्रो मोटो भ्लगिङ सेटअप चाहिँ यस्तो छ होइन टक्क लाएर देखिँदैन क्या देखिन्छ अनि यस्तो छ मोटो भ्लगिङ सेटअप चाहिँ टक्क लाएर माइकलाई चाहिँ यसरी गरिराख्ने हो यहाँ बिजानी एउटा टेप हालिदिनु पऱ्यो यार टक्क यसरी बस्ने गरी होइन यस्तो राखिदिनु पऱ्यो होइन सेटअप चाहिँ कुछ यस्तो छ गाइज अब जस्तो भयो नि जे भयो नि चल्दिने हो बाल लाग्दैन हामीलाई कसैको बाल लाग्छ भट्टा हामीलाई लाग्दैन अब हामी चल्दिने हो यो सामान चाहिँ एजिला बहिनीको लागि हो यो सामान चाहिँ अब यो सामान बोकेर जाने हो जुत्ताको डब्बामा बहिनीको सामान छ टक्क लाएर लेट्स गो भट्ट हाम्रो साइकलको चाबी यहाँ चाहिँ फेरि साइकल अनि चाबी लाएर आउनुपर्छ गाइस भट्ट मैले दुइटै साइकलको चाबी बोकेँ ल घरको चाबी लाएर आउँछ हाम्रो घर चाहिँ यस्तै छ यस्तै बिजोग हिजो चाबी बाहिरै छोडेछ गदाले होइन अब हामी चाहिँ यस्तो छ हाम्रो चाहिँ यो चाहिँ अगाडि कम्पनी हो होइन यो कस्तो अजिब भयो यार टाउकै हल्लाउनु नमिले यस्तो कस्तो भयो यार यो सेटअप त काम छैन क्या हो चेस्ट बेल्टतिर राख्नुपर्छ क्या हो है चेस्ट बेल्ट ल्याएर राख्नुपर्छ जस्तो यो त सेटअपै अलिक कस्तो अजाब भयो यहाँ चाहिँ हाम्रो साइकल पार्किङ यो चाहिँ हाम्रो भट्टको साइकल पिङ्क कलरको गियरवाला यो चाहिँ मेरो साइकल टक्क लाएर राख्ने हो चस्माले गर्दा अँध्यार भयो यार मेरो साइकल चाबी कुन चाहिँ यो पिङ्क कलरको गएर चाबी कुन चाहिँ साइकललाई सेटअप गर्छु भने अल्छी लाग्यो भरिन खोइ त लोक चाबी नै लाग्यो नि त ल टक्क लाएर साइकल निकालौँ होइन सट्ट लाएर अनि देखाउँछु म तपाईँहरूलाई हाम्रो कम्पनीबाट बाहिर यस्तो गरेर टक्क पारामा यो मेरो साइकल चाहिँ यस्तो पुवा ब्रेक हान्छ होइन ब्रेक होइन हरन मेरो साइकलको यो हो मेरो साइकल मेरो अहिलेको लागि बेबी बिस्ट होइन अहिलेको लागि मेरो बेबी बिस्ट चाहिँ यही हो यही चढ्ने हिँड्ने हो जापान आएर के गर्नु त अब यस्तै छ जिन्दगी लगाइ जब म चाहिँ साइकल चलाउँदै गर्दै भेट्छु ल गाइज हाम्रो भट्ट सरकार चाहिँ अति ढिलो गर्छ जहिले नि जानलाई नि होइन भट्ट चाहिँ त्यहाँ माथि छ अब आइपुगे छैन भट्ट सान आयो कुनै भट्टको साइकल पनि निकालिदिनु पऱ्यो होइन त्यसले फेरि वास्या गर्छ हाम्रो भट्ट बाबुको हालतै त्यस्तै छ हाम्रो भट्टको साइकल चाहिँ यो पिङ्क कलरको होइन पिङ्क कलरको साइकल चढ्छु भने त्यसले कम्पनीको मान्छेलाई तँलाई पिङ्क कलरको साइकल दियो कहाँबाट घुसार्ने यसमा त चाबी घुसार्ने ठाउँ छैन त हो हजुर यसको त चाबी घुसार्ने अर्कै खज मेरो छैन त ओहो यसको दामी लक सिस्टम रहेछ गाइस भट्टको साइकल यो चाहिँ मैले चलाउनु मिल्दैन भट्टको साइकलमा चाहिँ घन्टी छ मेरो साइकलमा पनि छ क्या घन्टी होइन टक्क लाएर हाम्रो मेरो बेबी बिस्ट चाहिँ त्यहाँ छ भट्टको बिस्ट चाहिँ यहाँ छ होइन बिस्ट हो यो चाहिँ जापानमा साइकल भनेको बाइक भन्दा केही कम छैन जापान आइस चाहिँ ल ढल्छ क्या ढल्दैन टक्क लाएर यो भट्टको साइकल यो मेरो साइकल अनि अब हाम्रो कम्पनी हो त्यहाँ चाहिँ जापानिज छ रहेछ होइन मलाई आज थाहा मलाई सब जापानिजहरूले वियर्ड पारामा हेर्छन् होइन
किनकि मैले टोपीमा यत्रो घन्टाको सेटअप बनाइरहेको छु यसरी क्यामेरा गर्न मिल्छ मिल्दैन नि थाहा छैन अब मिलेछ भने मिलेछ के अरे मिलेन छ भने अब चौकीतिर लैजान्छ नि यिनीहरूले के गराउँछ नि थाहा छैन जे गरेर मिल्छ गरिदिने अब पट्टका हरायो गाइज म पट्टलाई हो हट यत्रो बोरा बोकेर त्यो बोरा कहाँ राख्छौ डिकीमा हाल्छौ यो डिकी हो यो ल ढोका लगाऊ छिटाउ अरूबाट चाहिँ जुत्ता सुत्ता लाएर हामी चाहिँ अलवेज चप्पलमा हो गाइज जहाँ गयो भने म त चप्पलमा हो होइन लायो ढोका ल चाबी त्यो यता पकेर राख त मुनिपट्टिको ल भट्ट हिरो राख ल केही भन्नु छ भट्ट सरकार तिमीलाई छैन यत्रो सामान कसरी पठाउँछ भट्टले चाहिँ मलाई पनि थाहा छैन होइन हेरौँ अब के हुन्छ त्यहाँ गएर टक्क लाएर यस्तै ल जाउँ ल भट्टको डिकी ठुलो अरे त्यो डिकी हेर्नु त्यसलाई बकेट हुन्छ होइन ल भट्ट त्यही हिजो जस्तो अल्छी गरेर ल्याङ गरेर चलायो भने चाहिँ मार्छु मैले तिमीलाई ल गाइज अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ अब चाहिँ हामी चल्दैछौँ यो पार्किङ रहेछ नि त त्यो म त कहाँबाट गाडी उडिरहेको त्यहाँ माथि भएर होइन अहिले चाहिँ अब हाम्रो कम्पनीबाट चाहिँ हामी निस्किन लगाएको गाइज हामी बस्ने घर चाहिँ उतै हो यस्तो गरेर देखाइन्छ हामी बस्ने घर चाहिँ उतै हो भट्ट केही भन्नु छ तिमीलाई या यसरी जापान यसरी नचलाऊ भने नि तिमी अगाडि हिँड त कहाँ छ अरे त्यो लसुन हो कि लसन भन्ने लसन जान लाग्यो चाहिँ हामी लसुन होइन यहाँ दामी गाडी आयो होइन दामी गाडी आयो त्यो जापानिजले चलाएर आइरहेको रहेछ अब ल्याङ गर्ने हो भने चाहिँ थाहा छैन मलाई जापानिजहरूले भट्ट पख त यहाँ रोक त टक्क लाएर यसो एकचोटि सेटअप हेर न हाम्रो कस्तो देखाएको छ बास यस्तो दामी देखिया रहेछ नि त नि चट्ट लाएर त्यहाँ ऐनामा चाहिँ मलाई देख्न सक्नुहुन्छ चिज ल जाऊ हिँड ओर्लिनै पर्छ त कता तिमी अगाडि हिँड न तिमी पनि ल हिँड अगाडि जाऊ यो चाहिँ मेरो घन्टी टिरिङ गर्छ यसले यो बजाउनु त मनाइन्छ के अरे घन्टी बजाउनु मनाइछ किन दिएको त यो घन्टी मलाई ऊ आफू बजाइरह मलाई मनाइछ भनेर आफूले बजाइरह घन्टी चाहिँ यसले होइन केरा हुन्छ आपतकालीन घन्टीमा हामी कता जानला रे लसन जानला कता खारे लसन तल हामी चाहिँ अहिले लसन जानला होइन यस्तो ल्याङ गरेर चलायो भने चाहिँ मैले गोज्छु तिमीलाई अहिले आरिगातो गोजाइमास यो जापानिजले चाहिँ हामीलाई बाटो छोडिदिइसकेको छ आरिगातो गोजाइमास यस्तो गुड हुन्छन् के जापानिजहरू यहाँ टक्क लाएर जापानिजहरूले चाहिँ यसरी बाटो साटो छोडिदिन्छन् होइन लसनले त यतै छ भन्थ्यो बटरले कता खाँदै थाहा छैन मलाई जे होस् यतातिर सही हुन्छ मस्त लाएर हामी बस्ने सिटी चाहिँ यही हो गाइज हामी चाहिँ अहिले कुमामोतो सीमा छौँ सी भन्दा अलिकति पर हो के अरे यस्तो उहाँ रहेछ नि त लसन यहीँ नजिकै घर नजिकै रहेछ त लसन त ओहो जुत्ता धुनी लिएर आउँछु भनेको बिर्सेछु भए भट्ट यहाँ बाटो काट्दा एकदम हेरेर काट्नुपर्छ गाडी आएर ल्याङ हुन्छ अरे अङ्कल आएर अलिकति गोजाइमास उयो जापानिजले नि रोकिदियो हामीलाई लसन चाहिँ उहाँ रहेछ भट्ट लसन कुन चाहिँ हो त हामी आउन त आयौँ गाइज होइन तर कहाँ आयौँ पठाउनु चाहिँ कसरी थाहा छैन सेन्पाहरूलाई भनौँला भनेर भनेको भट्ट मान्दै मानेन उहाँ रहेछ नि त यो होला नि त लसन होइन साइकल पार्क गर्ने ठाउँ कहाँ छ नि पब साइकल पार्क गर्ने ठाउँ हेर्नुपर्छ खोइ त साइकल पार्क गर्ने ठाउँ नि देख्दिनँ म त गाइस कता हो त खोइ त उयो सानो हो र ऊ त पढ त के लेख्या अब त्यस्तो अक्षर चाहिँ मैले बुझ्दैन भट्टले चाहिँ बुझ्छ होइन होइन कहाँ हो त साइकल पार्क गर्ने ठाउँ खोइ त कहाँ हो उयो जापानिजलाई सोधौँ न सुमासेन कहाँ गयो खोइ यो सुमासेन चाहिँ भनेको भने घुप्टे गर्नुपर्छ कि खोइ उयो त होला नि आउँछ हेरौँ यसो खोइ त साइकल पार्क गर्ने ठाउँै छैन त सुमासेन
これ自転車のパーキングどこですかこれ車はパーキングないから多分ないけんどっかコンビニの横とかでも止めとっていいのかな。はいここで大丈夫ですかはいありがとうございますम जापानिजसँग बोल्दै गएँ छैन कसम त्यसले के भने चाहिँ केही पनि बुझिनँ मैले होइन तर बुझेँ मैले यहाँ राखिदिउँ न यहाँ अरे त्यहाँ अब हामी चाहिँ यहाँ साइकल पार्किङ गर्न लाग्यौँ होइन मिल्छ मिल्दैन त थाहा छैन साइकल लक गर्नुपर्छ होला नि होइन लमा उयो सेट चस्मा खसिहाल्यो नि पक्लकै लाएर हत्तेरिका सेट स्क्र्याच लाग्यो क्या लाएन धन्दा लाएन यार ल बट अब त्यहाँभित्र चाहिँ तिमीले बोल्ने है मैले त बोल्दैन कि ओइ मेरो यो नै लक भयो यार ए ल भयो चाहिँ भइसकेको छ अब चाहिँ हामी भित्र जान्छौँ होइन ए मेरो त सामानै लिएर बिर्सेछ ओइ भिडियो खिच्नुलाई के हुन्छ अरे भिडियो भिडियो खिच्नुलाई के हुन्छ ल हिँड्नु त भिडियो चुकुथे हट यहाँ चाहिँ मोनिस्टर सनिस्टर हुन्छ अनि कुरा भिडियो दाइजोको त्यसका भिडियो क्लिक दामे हाई करे त यहाँ चाहिँ भिडियो खिच्न मिल्दैन अरे होइन अरे ल गाइस अहिले चाहिँ मेरो चाहिँ अब भइसकेको छ भट्टाको चाहिँ भएन होइन भट्टाले ऊ यस्तो झोला बोकेर आजको यो भट्टा देखाउ त यस्तो झोला बोकेर आएर भएन बक्सा चाहिँदो रहेछ अब चट्टा लाएर बक्सा गरेर अनि गर्ने हो के अरे के भयो अरे अब कहाँ डुल्न जान्छ भट्टा ल ल रुममा राखेर अनि त्यसबाट पछाडिको भागतिर घुम्नु पर्ला है र अहिले चाहिँ हामी अब रुमसम्म जानको यात्रा हुँदैछ होइन अब रुमसम्म गएर चट्टा लाएर भिडियो बनाउँदै मेरो साइकल प्यारो लभली लभली साइकलबाट बनाउँछौँ हामी भिडियो गयो खै यस्तो हेरेर के हो चुकुत्ते हुनुपर्छ के हो चुकुत्ते भने चाहिँ के अरे भट्टा बी केयरफुल है गाइज मलाई थाहा थियो कि तिमीलाई चाहिँ आउँछ कि आउँदैन भनेर सोधेको कि मैले मलाई त आउँछ कि तिमीलाई नआउँछ कि आउँदैन भनेर सोधेको कि नत्र मैले त्यति किन भन्छु हाम्रो भट्ट सरकार चाहिँ त्यहाँ लक खोल्दैछ अब के भयो 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 ल भट्टको चाहिँ लक खोलिसकेको छ हामीलाई चाहिँ यस्तो साइकल देखा हामी कताबाट आएको हामी यताबाट आएको होइन आएको बाटो चाहिँ बिर्सेला है भट्ट अरूभन्दा साइकलमा साइकलमा मोबिल लाउने अब कहाँबाट लाउने लसन रे ओहो हो त्यसले कत्रो हाई गर्दै थियो जाप्ने गाडीभित्र बसेर त्यस्तो भन्न त हुँदैन मैले होइन तर मैले भनिदिएँ अब है ओके आएको कहाँ चामल पनि किन्न जान्छ है आज त गाई आज चाहिँ चामल पनि किन्नु जान्छ यहाँ चाहिँ जुत्ता पनि धोइदिन्छ भन्दै थियो जुत्ता धुने त भनेको कि ए अहिले एकछिनतिर विचार गरौँला नि जुत्ता धुने नदिने भनेर अहिले चाहिँ हामी अब सर्लक्क लाएर जापानको के भन्छ यसलाई मिची भन्छ के अरे रोडलाई होइन रोडतिर टुकुर टुकुर हिँड्दै त होइन साइकलमा जाँदैछौँ यो सेतो लाइन भन्दा यता चाहिँ साइकल चलाउनु मनाइ हुन्छ यता मान्छे हिँड्ने र साइकल चलाउने लाइन चाहिँ उयो हो यता चाहिँ के बोली मलाई त थाहै छैन हौ गाइज बोलेको बोलै छु अघि त्यहाँ चाहिँ अर्को जापानिज पनि साइकल चलाएर आउँदैछ त्यसले त यता रोडै चलाएको त मिल्दैन भने चाहिँ रोडै त उही कत्रो कराएर मेरो ब्रेक बट ठिक छ नि होइन एक्सिलेटर दबाउनु पऱ्यो अलिकति पक्क पेडल दबाएर अब हामी चाहिँ यहाँबाट भित्र छिर्छौँ ल यो चाहिँ हाम्रो कम्पनी हो है यो सब त होइन हाम्रो कम्पनी चाहिँ उता पर यो चाहिँ हाम्रो कम्पनी भएको ठाउँ हो टक्क लाएर यहाँ चाहिँ जापानिजले भेन्डिङ मसिन के किन्न लाएर रहेछ त्यसले थाहै पाएन जस्तो
लाएर यहाँ चाहिँ आम्बो पारामा होइन टक्क लाएर यहाँ हेर्नु है गाइस मलाई ल यस्तो स्वागसँग यो अलिकति यस्तो मिलाएर राख्नु थियो मिलेन छ कि यस्तो पारामा चाहिँ भ्लगिङ गर्दै हिँडेछौँ यो मा हेलमेटै भएन कि अलिकति यस्तो राखिदिन्छ ठिक छ ल गजब बाई बाई भट्ट चाहिँ घरमा सामान राख्नु गएको है आजको वेदर चाहिँ यस्तो चिसो चिसो मौसम छ यो चाहिँ हाम्रो कम्पनी होला हाइवे हाम्रो कम्पनी चाहिँ यत्रो ठुलो होला यही एउटा बिल्डिङ हाम्रो कम्पनीको ठुलो चाहिँ यो कस्तो भ्यू आएको छ त थाहा छैन मलाई होइन भर्खर राम्रै भ्यू आएको होला कलाएर हाम्रो बस्ने घर चाहिँ यही हो हामी बस्ने घर चाहिँ यस्तो छ हाम्रो कम्पनी चाहिँ यो हो हामी बस्ने घर चाहिँ यस्तो रुखसुख पनि छ यो के को रुख चाहिँ थाहा छैन मलाई रुख पनि छ हाम्रो कम्पनीमा घर बाहिर र भट्टसँग आयो कु भट्ट चाहिँ निमोचु राख्न गएको निमोचु भन्ने चाहिँ सामान हो होइन मलाई नि खासै जापानिज भाषा त आउँदैन तपाईँहरूलाई नि म यस्तै टुटाफुटा जापानिज सिकाएर जापान बोलाउँछु सबलाई टक्क लाएर यहाँ चाहिँ भेन्डिङ मसिन सब हुन्छ टक्क लाएर जुस खानु मन लाग्यो थाक्यो भने टक्क भेन्डिङ मसिन जाने टक्क किन्ने न पसला जाने झन्झट न केही बिन्दास बाल छैन कसैको अलिक महँगो हुन्छ 4-5 रुपियाँ महँगो हुन्छ के अरे नर्मल पसल भन्दा थाहा छैन मैले चाहिँ पसलसम्म गएर अहिलेसम्म किने छैन पट्टसान यो कहाँ हराउँछ कि यो मान्छे गजब अहिले बेलुकी फेरि भ्लग एडिट गरेर नि हाल्नु हो यही भ्लग अर्को भ्लग छैन मसँग भ्लग त छ तर कस्तो छ छिटाउ भएन त्यो लक लगाएको भएन भट्ट त्यो भित्रबाट थिच न ल अब झ्याममा हान न अलिकति भाँदाखेरि हो चाबी निकाल अब त्यो गर तान त्यो लक लगाऊ त्यहाँनिर टाइममा हान ल भयो भित्रको लक थिच्नुपर्छ क्या लाइन हुन्छ नि फेरि लाइन हुन्छ नि त आमा भट्टको ड्रेसअप बास कसले सक्ने हो भट्टलाई किन भएको त फोर अब कहाँ जाने भट्ट हामी लैजाउँ होइन भट्टको चाहिँ गियरवाला साइकल है गाइज मलाई चाहिँ दिएनन् कम्पनीले गियरवाला साइकल त हट्टो छ तँलाई चाहिँदैन गियरवाला भनेर भयो त्यस्तै भने भट्ट भाग्य चिट्ठा भाग्यले हारे रे म होइन म चाहिँ अब तिमी अगाडि हिँड त म पछि हिँड्छु तिम्रो टक्क तिमीले साइकल चलाइ देखाउनु परेन परेबाट त कस्तो केटी जस्तो देखिया हो तिमी मलाई भट्ट अलिकति कपाल छोटो भएको केटी जस्तो देखिया हो त यो चाहिँ पुरै कम्पनी एरिया हो क्या यो चाहिँ इन्डस्ट्रियल एरिया हो गाइज होइन बसको भेन्डिङ मसिन रहेछ नि त यहाँ बस त कफी जस्तो कफीको नाम जस्तो भट्ट चाहिँ के भन्यो मैले चाहिँ बुझेन होइन के भने भट्ट गोमी फाल्ने ठाउँ साँच्चै कहाँ थियो अरे है अच्छा हामी अब गोमी फाल्ने ठाउँहरू यसो हेर्न जानु लाग्यो भट्ट हराउला है हामी अरूभन्दा नि टेन्सन हुन्छ हरायो भने चाहिँ त्यही त टेन्सन हुन्छ यार हरायो भने ओह्रालो सोह्रालो भएको ठाउँतिर त नजाउँ है अलि ल्याम प्याडा लान न म एकरी अल्छी झ्याम प्याडा लान्नु होइन ल्याङ गरेर चलाउँछ गाइज खै त म त देख्दैन त हौ यसमा त उता फर्किएर रहेछ त्यो त फोहोर रहेछ यो जमाना यो ऐना चाहिँ नपुस्दो रहेछ सब पुस्यो नि ऐना चाहिँ नपुस्दो रहेछ गाइज ल भट्ट यसो कुना च्याप्दै छिर त
जापानिजले हामीलाई कस्तो हेऱ्यो किन हेऱ्यो चाहिँ थाहा छैन होइन तर हेर्न चाहिँ डेन्जर हेऱ्यो हामी चाहिँ घरबाट फोहोर फाल्नलाई यहाँसम्म आउनुपर्छ गाइज ठ्याक्कै यहाँसम्म आमा कति धेरै फोहोर हो यार हिँड 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 छेउछेउ च्यापेर हिँड गाडीहरू आएर ए भट्ट तिमी आफू नि उतार्नुपर्छ मलाई नि पार्छौ हेर है अहिले ऊ हामी त फेरि घुमेर त्यही लसुन भाटामा आइपुग्यो त हामी त फेरि घुमेर त्यही लसुन भाटामा आइपुग्यो गाइज लसुन भनेर लेखेको छ चाहिँ लसन लसन हो अरे लसुन चाहिँ होइन अरे होइन के गरे हिँड न के गर्छ गाडीले हान्छ र नि ल ल भित्र छिर नि त लसुन भित्र छिर त अब हामी उता जाने के उता साइडतिर जाने के ऊ त्यो गाडी हेर्नु गाइज कस्तो दामी हो ऊ त्यो गाडी हेर्नु बट बास हिजो यस्तो घुम्न गएको ठाउँमा जाने कि यतातिर त कहीँ केही छैन जस्तो अनि सहर उतै हो पुलिस छ है यहाँ चाहिँ पुलिसले चाहिँ कराउनु सक्छ मलाई यसरी हिँड्यो भनेर नदेखोस् 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 भन्दा पनि नकराओस् अरू त बाल छैन केही भनेनन् पुलिसले आऊ 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 गर्छ अरे पुलिसले चाहिँ कति पटर पटर बोले जस्तो भइरह्यो यार मलाई के बोले नि थाहा छैन टक अब त्यस्तो स्क्रिप्ट केही पनि लेखाएको छैन यस्तो भन्छु उस्तो भन्छु भनेर जे मुखमा आयो पटर पटर बोलिराखु होइन यहाँ चाहिँ एउटा जापानिज छ जसले चाहिँ हिँडिरह हामी फेरि हाम्रो कम्पनीतर्फ आइपुगिसकेको छौँ यो चाहिँ हाम्रो कम्पनी छिर्नेबाट हामी एक राउन्ड घुमेछौँ किन घुमेछौँ चाहिँ थाहा छैन यो चाहिँ कोसमोस हो गाइज यहाँ चाहिँ दामी दामी सामानहरू खानेकुराहरू जे भने त्यही पाउँछ यहाँ चाहिँ टक्क लाएर अलिकति यस्तो गर्नु हजुर चामल किन्ने भने पैसा 10,000 जति बोक्यो ल भयो त चामल यसो हेरौँ नि त है त अहिले फर्किनु बेला आउला नि त चामल बोकेर कहाँ हिँडिरहनु ह्याकुन छिर्ने हो र छिरेर के गर्ने हो केही किन्ने हो नि तिमी भएको कहाँ पाउँछ त नि अनि फेरि पाएन भने बिल्ला हुन्छ क्या माया गरे तिमीले केही किन्दैनौ बास यहाँ चाहिँ मान्छेहरूको भिड आमा बल्ल चाहिँ विदेश आए जस्तो है त्यता होइन त्यो त्यो ऊ हेर त रातो मात्र साइकल रोक्ने ठाउँ हो त्यो अलिकति बाटो पनि भएछ ल भट्ट चाहिँ त्यो साइकल राख्दैछ घुमाएर जसरी राखे नि हुन्छ हौ भट्ट चाहिँ यस्तै छ मान्छे चाहिँ होइन लक लगाउँ टाउक्यो यार एक साइडमा त तानेर होला यो लास्ट टाउक्यो मलाई चाहिँ हामी चाहिँ यो चाहिँ ह्याकुयन हो होइन त्यो ह्याकुयन खै के हो त्यो मैले पढ्नु जाँदैन होइन साइकल हो दामी मेरो साइकल बत्ती धरि हौ गाइस ल गाइस अहिले चाहिँ हामीले सपिङ गरिसकेको छौँ यो गेम्बु सुब्बा हो कि गेम्बु कहाँ दिन्छ भने तिमीलाई त्यो यहाँबाट बक्सा चाहियो बक्सा दिन्छ भनेर बसिरहेको कहाँ दिन्छ त्यो दिँदैन जाऊ होइन बेच्दैन त्यो सामान प्याक गर्नलाई नै अहिले चाहिँ हामीले सपिङ गरिसकेको छौँ अलिअलि खानेकुराहरू किन्यौँ हामीले चाहिँ होइन के खानेकुराहरू किन्यौँ जस टन्न खानेकुराहरू किन्यौँ हामीले सुसी किनेछौँ मस्त घर घर सुसी खाने हो हजुर भट्टसँग सपिङ आयो भने चाहिँ मैले केही पनि किन्न सक्दिनँ त्यसले किन्नै दिँदैन केही पनि मलाई कहिले नि गाह्रो छ भट्टसँग सपिङ आउँछ अति नै मलाई के गर्ने हो भन्छ सपिङै गर्नु दिँदैन मलाई गाइज भट्टसँग आज चाहिँ बेलुकी भात नखाने प्लान भएको छ भट्टर मेरो जे भेट्छ त्यही खाने हो बेलुकी चाहिँ
हामीले कात्राङ कुत्रुङ सामानहरू किनेको छौँ त्यही कात्राङ कुत्रुङ खाने हो बेलुकीलाई टक्क बाह्रमा अब बेलुकी खाना बसिएको भिडियो बनाइएछ भने त्यो पनि देखाइदिने हो तपाईँहरूलाई बाल लाग्दैन मलाई त उयो जापानको रोडमा जाम है गाइज नेपालमा मात्रै जापानमा पनि जाम हुन्छ है गाइज फेरि डेन्जर खालको जाम हुन्छ है जापानमा नि बा कत्रो जाम भएको हो यो त दुई साइडै जाम भयो त यो जाम त खोल्दैन त अब जामा नि यस्तो डब्बा गाडीहरू चाहिँ लास्टतिर चल्दो रहेछ क्या जसले पनि त्यही डब्बा गाडी बोकेर हिँड्नु अरे 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 कोनिचिवा भन्दै हामी चाहिँ अब आफ्नो गन्तव्यतिर लाग्दै हौँ बटले होला प्लास्टिक धरि किनेन गाइज हँसायो बट्टाले आज ओए दामी बाइक है यहाँ आएको रहेछ कुन बाइक हो दामी बाइक है गाइज एक दिन चढेर हिँड्ने यस्तै बाइकहरू हामी पनि अहिले साइकल हर के हो त होइन बट एक दिन ऊ त्यस्तै बाइक चढेर हिँड्ने हो नि त कार हान्ने हो र आइज यो पेडल हानौँ गाइज अहिले चाहिँ ल बोल्नै बिर्सिरहेको रहेछ गाइज भ्लगमा चाहिँ होइन भ्लग गरेर छु भनेर बिर्सिरहेको म के सोचेर चलाइरहेको रहेछ नि ठिस भएर गयो छुट्टी चाहिँ खोरे खोरे भनेर के भन्यो भने गयो त्यो केटी चाहिँ होइन अब त्यो मलाई सबले कस्तो अजिब पाराले हेरेको भ्लग गर्ने मान्छे देखाएन कि उनीहरूले बास कार त मर्सिडिजको BMW टोयोटा ल हात छोडेर झन्डै लड्यो त्यो बाटो काट्नुपर्छ हामी गाडी हेर है आऊ अब हामी जाने हो घरतिर अब चाहिँ हामी घरतिर जाने हो ए ल भट्टा झन्डै उतार्नु परेको यहाँ भट्टाको स्वागै छुट्टै छ भट्टा कसरी साइकल चलाउने तिमीले देखाउ त हाम्रो होटल चाहिँ डेन्जर साइकल चलाउँदै गएछ घरतिर चोकतिर एउटा होटलको कसरी साइकल चलाउँछ अरे भट्टा तिम्रो गाउँतिर त्यो चलाउँछ एउटा होटलले आवाज जुत्छ गुरी मान्छे जे नि भनिदिन्छ भट्टो गाउँको अगाडि छ मान्छे हामी चाहिँ अहिले घर आइपुगिसकेको छौँ गाइज अब फाइनल्ली खुट्टा नभए मान्छेले साइकल कसरी चलाउँछ हौ के भन्छ गाइज हो भट्टाले चाहिँ लास्ट खुट्टा आयो मान्छे चाहिँ खुट्टा नभए मान्छेले के चलाउँछ अरे खुट्टा नभए मान्छेले साइकल चलाउँछ अरे के भन्छ यो भट्टाले मैले त भ्लगमा गरिरहेको छु भनेर बिर्सिरहेको क्या भट्ट एकछिन त भ्लग गरिरहेको छु भनेर बिर्सेछु क्या खै के सोचिरहेको थिएँ होइन टोलाएर बसेछु के
कोसँग किन न त्यो खानेकुराहरू किन अरे समात त आज सुसी खाने हो सुसी ल भाइ जब चाहिँ हामी घर आइपुगिसकेको छौँ अब घर गएर चाहिँ रेकर्डिङ अफ गर्छु म यही हो हाम्रो प्यारो घर यहाँबाट भर्याङबाट चढेर गएपछि यहाँ गयो हाम्रो